9औं अधिवेशनको पहिलो बैठकमा उपस्थित हुनुभएका सम्पूर्ण माननीय सदस्यलाई हार्दिक स्वागत गर्दछु। अरू केही गरेको छैन, स्वागत गर्न त पाइन्छ होला नि, स्वागत मात्रै गरेको हो। के छ भन्नुहोस् माननीय सदस्यहरू। माननीय विशाल भट्टराई, समय 5 मिनेट। सभामुख महोदय, प्रतिनिधि सभाको यो 9औं अधिवेशनमा मुलुकको सबभन्दा ठुलो राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलको तर्फबाट हामी अत्यन्त भारी मनका साथ उपस्थित भएका छौँ। अचानक साउन 32 गते संसदको अधिवेशनको अन्त्य गरियो। असरल छरिएर रहेका थुप्रै विधेयकहरूमा चर्चा गर्ने कुनै चेष्टा गरिएन। त्यति मात्रै होइन, 3 गतेका दिन प्रारम्भ भएको यो बैठकमा प्रस्तुत भएका 15वटा अध्यादेशमाथि पनि कुनै चर्चा गर्न सरकारले र संसदले आवश्यक ठानेन। यस्तो अवस्थामा संसद अधिवेशन अन्त्य हुने बित्तिकै हामीले पटक पटक भनेका थियौँ कि यो बीचको अवधिमा दल फुटाउनका लागि अध्यादेश ल्याइन्छ कि। धेरै माननीयहरूले बोल्दाखेरि भन्नुभएको थियो अध्यादेश ल्याइन्छ कि, हामीले आशंका व्यक्त गरेका थियौँ। नभन्दै 32 गते राति 12 बजे संसदको अधिवेशन अन्त्य हुन्छ र 1 गते सबेरै अध्यादेशको चर्चा हुन्छ र भोलिपल्टै राष्ट्रपतिज्यूबाट त्यो जारी हुन्छ। अघिल्लो दिन 1 गते हामीले 4:20 जाँदा सम्माननीय सभामुख महोदयको टेबलमा हामीले पुर्याएका छौँ हाम्रो दलको अनुशासन उल्लङ्घन गर्ने 14 जना सांसदहरूलाई कारबाही गरी पाऊँ भनेर हामीले निवेदन गरेका थियौँ। लोकतान्त्रिक व्यवस्थामा र एउटा दलीय व्यवस्थामा आफ्ना सांसदहरूलाई अनुशासनको दायरा उल्लङ्घन गरेको किटानी गर्ने अधिकार, सार्वभौम अधिकार साँच्चै भन्यो भने त्यो दलको केन्द्रीय कमिटीलाई, दललाई दिएको छ। त्यो राजनीतिक दल सम्बन्धी ऐन 2073ले त्यो व्यवस्था गरेको छ। तर हामीले कारबाही गरेर दिएको त्यो सूचना भोलिपल्ट हामीले 2 गते प्रतीक्षा गऱ्यौँ। सभामुख महोदय, हामीले कहीँ त्यो सूचना पाइएन। 3 गते फेरि मेरै नेतृत्वमा सभामुख समक्ष गएर हामीले भेटघाट गऱ्यौँ, भन्यौँ, आग्रह गऱ्यौँ। यसभन्दा अगाडिका नजिरहरू हेर्दाखेरि तपाईँले माननीय सरिता गिरीलाई 2077 सालको असार 24 गतेका दिन 18 घण्टा नहुँदै सूचना जारी गरेर निष्कासन गर्नुभएको छ। 2077 साल चैत्र 24 गते दर्ता भएको तत्कालीन माओवादी केन्द्रका 4 जना सांसदहरूको निष्कासनसँग सम्बन्धित पत्र तपाईँले 24 घण्टा नबित्दैखेरि 26 गते बसेको 1 बजे बसेको संसदको बैठकमा पढेर सुनाउनु भएको छ। त्यो नियम माओवादी केन्द्रबाट निष्कासित सांसदहरू र जनता समाजवादी पार्टीका सांसदको हकमा मात्रै लागू हुन्छ कि नेकपा एमालेको हकमा पनि लागू हुन्छ? सम्मानित सभामुख महोदयको त्यो आसनमा बसिरहँदा सभामुख महोदयको मर्यादा भनेको सबै दलहरूप्रति सम्मानपूर्ण र समानतापूर्ण व्यवहार हो कि होइन सभामुख महोदय? तर नेकपा एमाले कुनै अन्य धरतीबाट आएको राजनीतिक पार्टी त होइन होला। तपाईँले हामीले कारबाही गरेका सांसदहरूको हकमा किन सूचना निकाल्नु भएन? पटक पटक हामीले फोन गऱ्यौँ। संविधान सभाका पूर्व अध्यक्ष माननीय सुभाष चन्द्र नेमाङले फोन गरेर तपाईँलाई जानकारी गराउनु भएको छ। हामीले भेटेर भनेका छौँ, फोन गरेका छौँ। तर 13 दिनपछि हाम्रो पार्टी नियोजित रूपमा टुक्र्याइसकेपछि बल्ल बल्ल 13 दिनपछि चाहिँ केही गर्नु नपर्ने भन्ने हिसाबले सभामुखज्यूले यो काम गर्नुभएको छ। त्यस कारणले गर्दाखेरि आज हाम्रा बिचमा एउटा अनुत्तरित प्रश्न छ। त्यो के हो भने सम्माननीय सभामुख महोदय, तपाईँले नेकपा एमाले कारबाही गरेका आफ्ना सांसदहरूको हकमा उनीहरूलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो? किन सारथीको भूमिका निर्वाह गरो? दल विभाजनका लागि तपाईँ किन मतियार बन्नुभयो भन्ने प्रश्न आज सम्मानित संसद समक्ष हामी जोरदार रूपमा उठाउन चाहन्छौँ। यसको प्रश्न हामीलाई चाहिएको छ, यसको उत्तर चाहिएको छ। त्यसै गरी म जोड्न चाहन्छु, निर्वाचन आयोग समक्ष हामीले हाम्रो पार्टीका 10 जना केन्द्रीय कमिटीका सदस्यहरूलाई कारबाही गरेको पत्र समयमै बुझाएका थियौँ। अझ म जोड्न चाहन्छु, दल विभाजनका लागि दिएको सुरुको निवेदनमा हुँदै नभएका 6 जना सांसदहरू र त्यसपछि हामीले कारबाही गरेका 10 जना गरी जम्मा 16 जना सांसदहरूको पनि शनाखत गरेर निर्वाचन आयोगले नियोजित रूपमा हतार गरेर हाम्रो दललाई टुक्र्याउने दुस्साहस गरेको छ। त्यस कारणले हामी के भन्न चाहन्छौँ भने संविधान, नियम, नीति, विधि सारा उल्लङ्घन गरेर नेकपा एमालेलाई विभाजन गर्नका लागि जे जस्ता धृष्टताहरू गरिए
यो संवैधानिक रूपमा पनि प्रश्न उठेको छ, अदालतमा पनि पुगेको छ, यसको समयक्रममा जवाफ पाइएला। तर यहाँबाट हामी त्यो जवाफ खोजिरहेका छौँ, सभामुखको आसनबाट हामीले यसको जवाफ खोजिरहेका छौँ, निर्वाचन आयोगबाट हामी जवाफ खोजिरहेका छौँ। र नेकपा एमाले जस्तो लोकतन्त्रका लागि 72 वर्ष सङ्घर्ष गरेर आएको यो पार्टीलाई यदि कसैले नियम कानुन विपरीत तल पार्न हेप्न प्रयास गर्छ भने नेकपा एमाले चुप लागेर बस्न नसक्ने कुरा म संसद समक्ष जानकारी गराउन चाहन्छु। र यसको यथोचित जवाफ नपाउन्जेल यो संसद अघि बढ्न नदिने नेकपा एमालेको निर्णय म जानकारी गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, तपाईहरुले जवाफ माग्नु भएको छ, म जवाफ दिन जाँदैछु। मान्य सदस्यहरू, यसै बैठकमा प्रमुख प्रतिपक्षले उठाएको विषयको सन्दर्भमा मैले प्रचलित कानुनको प्रावधानका आधारमा रही निर्णय लिएको हो। हाल यो विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको छ। साथै नेपालको संविधानको धारा 105 ले अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा सङ्घीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको व्यवहार जानकारी गराउँछु। त्यसैगरी प्रतिनिधि सभा नियमावली 2075 को नियम 21 को खण्ड ख, ग र घ का प्रावधानहरू समेत यहाँहरूलाई जानकारी छ भन्ने कुरामा म विश्वस्त छु। नियम 21 को खण्ड ग र घ आकर्षित गर्न चाहन्छु। म नियम 21 को खण्ड ख र ग अध्ययन गर्न म ध्यान आकर्षण गर्छु। मान्य सदस्यहरू, देशमा संविधान छ, कानुन छ, ऐन छ, मर्यादा बाहिर नजानु होला। संसदको गरिमा र मर्यादा भन्दा बाहिर नजानु होला। फेरि पनि म भन्छु, प्रतिनिधि सभा नियमावली 2075 को ख र ग तपाईहरुलाई गम्भीर ढंगले आकर्षित गर्न चाहन्छु। म मान्य सदस्यहरू, अब यो बैठक 15 मिनेट पछि बस्ने गरी स्थगित हुन्छ।